हेलो नमस्ते सबैजनालाई अहिले हामी यहाँ भेन्यूको अगाडि आइसक्यौँ नेपथ्यको लागि आज हेर्नु सक्नुहुन्छ तपाईहरु लाइन बसिरहेको मान्छेहरु लाइन पनि देखाइदिनुस् त तपाईहरु लाइन देखाइदिनुस् हाम्रो daju bhai tomorrow so busy look guys This is what it is. yeah Only $25. wow Matra 25. hey. Rehearsal हुँदैछ but like I'm not allowed to shoot the rehearsal नेपथ्यको चाहिँ shoot गर्न पाउँदैन रहेछ so I can show you guys the sound check and all this Hello, namaste. अनि तपाईहरुको रेस्टुरेन्टको नाम चाहिँ के होला? Party Indian restaurant. तिम्रो लोकेसन छ हैन? हजुर. अनि एउटा विटमा. हजुरहरु कुनै पनि लोकेसनमा आउन सक्नुहुन्छ. Okay. All right. नेपाली खानाहरु हजुर. Okay. अनि यो चाहिँ के हुँदैछ यता अहिले? मोमो अचार. यो चाहिँ मोमोको अचार. टेक आउट मोमो पनि लान चाहनुहुन्छ भने Okay. ससहरु सबै मोमो सेलरोटी भुटन यो त हेरिरहँदाखेरि जिब्रो अड्केको यस्तो पो हुँदो रहेछ हेरिरहँदाखेरि मोमो रेडी हुँदैछ हजुर यहाँ रेडी भएर बसिरहन्छ हजुर सेलरोटी छ अरे यहाँ सेलरोटी guys let's see the सेलरोटी oh ल सेलरोटी आयो अरु सबै खाना आउँदैछ यो सेलरोटी यहाँ रेडी भएर बसेछ हजुर मोमो तात्दैछ सेलरोटीसँग के जान्छ आलुको अचार छ। आलुको अचार हजुर। ओके सेलरोटीसँग आलुको अचार भुटन छ चिउरा छ मोमो छ अनि नेपाली त्यो नेपाली स्टाइलको चाउमिन छ त्यो खानाहरु अलि रेडी भइ छैन लाइक आउँदैछ अब 1 घण्टा भित्रमा हाम्रो खाना रेडी हुन्छ ओके धन्यवाद थ्यांक यू धन्यवाद So yeah, this is the lounge of Queen Elizabeth Theatre. के छ बिबु के छ यता सन्जय छ यता अनि कस्तो भयो कहिले आएको भर्खर आएको हो रेडी हो रेडी त होइन खालि त्यस्तो सुन्दैन क्या म तर रमाइलो चाहिँ लाग्छ नेपथ्य चाहिँ नट माइ जेनरल टाइपको हुन्छ हो र होइन तर रमाइलो छ नि त भाइब इट्स अल अबाउट भाइब फ्यामिली भाइब एकैछिन यहाँ पुरा मिलाइहाल्नु नि ल फेरि इन आउट भएन भने त झ्याउ हुन्छ नि त के भइरहेछ हौ दाइ हाई सन्जय That's fair enough. अब के गर्नु छ प्रिभिलेज फिल गर्नलाई लाइन चाहिँ त्यही भन्नु होला फेरि त्यसै छैन अहिले जो क्यामेरासँग छ नि अहिले स्क्यान गरेर राख्ने अनि त्यो गऱ्यो भने इन आउट गर्न पायो नि त दिन्छ ल What's happening with this accreditation? Yeah. I don't know. Let's just do the stamp that So he's just asking, since we'll be so many people coming in, so will they be allowed, what is the system here? Will they be allowed to go out and come in? Fine. Anybody asked about coconut, go over to the bar area. So when people exit by the smoking door, they come back into the front. पाउँदो भयो So 7 बजे तिनीहरूलाई खाना अब आछ नि है हेर्नु न अघि त एउटा अचारको र आलुको मात्र है ल सबै ल अब सबै आछ नि यो खसीको भुटन हो नि खसीको भुटनसँग चिउरा
ट्राई गर्ने तर स्ट्रिङ हुन्छ नि त पछि कतिको गइरहेछ 3टा बेचेँ मैले होइन 6वटा बेचेँ मैले 6वटा चाहिँ दाइले अगाडि नै 3टा कसले लयो हो अनि 3टा चाहिँ मैले खोलेकै छैन बेचिसक्यो हस्बेन्ड नलिएर हो न भए पछाडिको को हो त यो बहिनीले जे पनि बेचिदिन्छ भगवानै बेचिदिन्छ जस्तो लाग्छ बेला बेला बिपुल दाइलाई बेच्छु म अब कन्सर्ट सुरु हुनलाई हामीसँग अलमोस्ट 1.5 आवर मात्र बाँकी छ आजको लागि हामीले भनेको जस्तै 6:30 मा भिआइपीको लागि खोलेको छौँ 7 मा चाहिँ अब सबैको लागि हो यो तपाईँहरूको थर्ड इभेन्ट कस्तो फिल भइरहेछ नेपथ्य लिएर आइराख्नु भएको छ हाउ यु गाइज फिलिङ Very happy तर अलि नर्भस पनि भइरहेछ तर आई हेभ टु प्रिटेन्ड लाइक आइम लाइक लिल कन्फिडेन्स छ जस्तो गरेर बोल्नु पऱ्यो अनि स्टार्टिङमा के एक्सपेक्टेसन थियो अहिलेको क्राउड हेर्दाखेरि चाहिँ तपाईँलाई कसरी लिइराख्नु भएको छ कम्पनीले चाहिँ स्टार्टिङमा यो वाज लिल नर्भस पनि हामीलाई स्योर थिएन कि हामीले यो इभेन्ट सोल्ड आउट हुनसक्छ कि सक्दैन इज इट अ गुड जम्प फर नट तर अहिले हेर्दाखेरि वा वी हेभ अकम्प्लिस्ड सो गुड अल टिकट सोल्ड आउट सो एकदम ह्याप्पी मैले सुनेको मार्केटमा चाहिँ 350 सम्म बेचिरहेको छ अरे ब्ल्याकमा टिकट चाहिँ के भन्नुहुन्छ यो रिसेलर एज अ यस्तो वेमा चाहिँ के लिनुहुन्छ तपाईँहरू मैले सुनेको चाहिँ 300 सम्म सुनेको थिएँ तर 350 पुगेछ 350 वा वा द्याट्स ल अरे ठिकै छ ल राम्रो वेमा होइन राम्रो हो त ठिकै त के भन्ने ल हामीसँग हुनुहुन्थ्यो यहाँ साकी दाइ अब हामी भेट्नेछौँ अरूहरूलाई ओके धन्यवाद थ्याङ्क्स फर I've never seen a crowd like this.
What an experience. That was crazy. एकदमै गर्मी रहेछ भित्र. That's a wrap. ल हाम्रो नेपालीको लास्ट दर्शक उहाँहरू. Bad boy. All right, man. Have fun. Good night.